Hello everyone and welcome to Jigyasa Nepal. In the previous video, we have discussed some basic concepts of compound interest, and today we will solve the numerical related to same compound interest only. Right. So I have a questions uh, which I will solve over here. Don't worry. So at the time my questions in just I will read thoroughly. Suppose your uncle has planned to invest rupees 2 lakh for 2 years at the rate of 10% compound interest per annum, and your options are yearly interest, half yearly interest, and terminal interest. How many times is the terminal compound interest calculated in 2 years? So अब हामीलाई यहाँनिर टर्मिनल इन्ट्रेस्ट भनेर दियो राइट पहिला त हामीले कम्पाउन्ड एनुअली कम्पाउन्ड सेमी कम्पाउन्ड अमाउन्ट एनुअली कम्पाउन्ड अमाउन्ट सेमी एनुअली देन आफ्टर क्वार्टरली भन्यो अनि फेरि अर्को हामीले यो इन्ट्रेस्टको हेर्छौँ भने कम्पाउन्ड इन्ट्रेस्ट एनुअली कम्पाउन्ड इन्ट्रेस्ट सेमी एनुअली र क्वार्टरली भनेर गरेको थियो राइट अब यो टर्मिनल भनेर दिएको छ टर्मिनल इन्ट्रेस्ट अब यो भनेको के हो त हाउ मेनी टाइम्स इज द टर्मिनल कम्पाउन्ड इन्ट्रेस्ट क्यालकुलेटेड इन 2 years सो हामीलाई थाहा छ क्वार्टरलीको राइट सो अब हामीलाई ए नम्बरमा टर्मिनल interest. How many times is the terminal compound interest calculated in 2 years for you? So terminal interest is compounded quarterly. Terminal interest भनेर quarterly भनेको same means every 3 months. भनेको 3 महिनाको ड्युरेसनमा चाहिँ नि टर्मिनल इन्ट्रेस्ट इट इज क्यालकुलेटेड भनेपछि 3 महिनाको इन्टरभल भनिसकेपछि which means calculated 4 times a year. अब 3 महिनाको ड्युरेसन भनिसकेपछि त एक वर्षमा 4 चोटि इन्ट्रेस्ट क्यालकुलेट हुने भयो राइट तर हामीलाई एक वर्षमा होइन हामीलाई त हाउ मेनी टाइम इज द टर्मिनल कम्पाउन्ड इन्ट्रेस्ट क्यालकुलेटेड इन 2 years भनेको छ सो नाउ compounded period कति हो त 2 वर्ष भनेको छ सो एक वर्षमा 4 टाइम्स हुन्छ भने हामीले 2 वर्षमा खोज भन्यो सो 8 times right so अर्को हामीलाई बी नम्बरमा दिएछ how much yearly compound interest will uncle get at the end of 2 years अब compound interest कति चाहिँ नि compound interest अङ्कलले पाउनुहुन्छ त at the end of 2 years so हामीलाई यहाँनिर दिएको छ बी नम्बरमा uncle has planned to invest rupees 2 lakh भनिसकेपछि हामीलाई प्रिन्सिपल दियो for 2 years at the rate of 10%. टाइम दिएको छ 2 years rate दिएको छ at the rate of 10%. So, how much yearly compound interest will uncle get at 2 years, end of 2 years? Compound interest annually. At the end भन्यो so annually compound interest annually को formula छ हाम्रो pre bracket 1 plus r upon 100 t minus 1 so हामीलाई p दिएको छ 2 lakh then after 1 plus r छ 10 upon 100 t 2 minus 1 so I have a calculator. Wait, I will calculate it. So, 110 divided by 100 square.
So our answer is 42,000. So similarly, अब हामीलाई अर्को क्वेसन दिएको छ, राइट. सो अर्को क्वेसनमा हामीलाई दियो, which alternative would you suggest him to choose for deposit? Give reason with calculation. अब हामीलाई यहाँनिर अप्सन्स भनेर दिएको थियो, इयरली इन्ट्रेस्ट, देन आफ्टर हाफ इयरली इन्ट्रेस्ट र टर्मिनल इन्ट्रेस्ट भनेर दिएको थियो. सो विच अल्टरनेटिभ वुड यु सजेस्ट? अब यहाँनिर सी नम्बरमा फर कम्पेरिजन, अब तिनटैलाई कम्पेयर गर्नु पर्यो, राइट. अनि जसले धेरै इन्ट्रेस्ट हुन्छ त्यसैमा सजेस्ट गर्ने हो. सो कम्पाउन्ड इन्ट्रेस्ट इयरली भनेको एनुअल्लीको हाम्रो कति आयो त? 42,000, राइट. सो अब हामीलाई त्यहाँनिर हाफ इयरली इन्ट्रेस्ट पनि भनेको छ. सो कम्पाउन्ड इन्ट्रेस्ट सेमी एनुअली. सो हामीलाई कम्पाउन्ड इन्ट्रेस्ट सेमी एनुअली, we have formula P bracket 1 plus R upon 200 2T minus 1, राइट. यो फर्मुलाहरू त सबै हामीले अगाडिको भिडियोमा नि गरिसकेको छौँ. सो P कति छ त? 2 लाख. 1 प्लस रेट हामीलाई दिएको छ 10% upon 200, 2 into 2 minus 1. Let me calculate. So 200, 10 upon 200 power of 4 minus 1 into. So हाम्रो आन्सर आयो 43,101.25 सेमी एनुअलीको आयो. अब हामीलाई त्यहाँनिर अर्को पनि दिएको छ टर्मिनल इन्ट्रेस्ट भनेर, राइट. सो अब त्यो केसमा कम्पाउन्ड इन्ट्रेस्ट क्वार्टरलीको फर्मुला लगाइदिने, 1 प्लस आर अपन 400 40 माइनस 1. सो हामीलाई प्रिन्सिपल छ 2 लाख, रेट छ 10 अपन 400, 4 into 2 minus 1. यो टाइम टेकन रेट प्रिन्सिपल त सबै हामीलाई यहाँनिर गिभन छ, राइट. सो अब योमा क्यालकुलेट गरौँ. Five, 7. अब which alternative would you suggest him to choose for deposit one? So अब तीनैवटाको कम्पेयर गरौँ. कम्पाउन्ड इन्ट्रेस्ट क्वार्टरली, कम्पाउन्ड इन्ट्रेस्ट सेमी एनुअली, कम्पाउन्ड इन्ट्रेस्ट एनुअली. अब तीनैवटामा कुन चाहिँले बेसी इन्ट्रेस्ट दिइरहेको छ त? अभियसली हामीलाई केले दिइरहेको छ त? कम्पाउन्ड इन्ट्रेस्ट क्वार्टरलीले. सो अब जसले धेरै इन्ट्रेस्ट दिन्छ हामीले त्यसैलाई चुज गर्ने हो. सो अब मैले चुज गर्न पर्यो भने चाहिँ आई वुड चुज दिस compound interest quarterly. So I would suggest, therefore I would suggest him to choose compound interest quarterly भन्दा नि टर्मिनल. हामीलाई त्यहाँनिर तीनवटा अप्सन्स दिएको थियो टर्मिनल इन्ट्रेस्ट भनेर. सो त्यही नै लेखौँ टर्मिनल इन्ट्रेस्ट, बिकज अब त्यहाँनिर गिभ रिजन विथ क्यालकुलेसन भनेको छ. क्यालकुलेसन त हामीले गऱ्यौँ, राइट. अब रिजनमा के लेख्ने त? बिकज मोर कम्पाउन्डिङ पिरियड वी विल गेट हायर इन्ट्रेस्ट. सो बिकज मोर कम्पाउन्डिङ पिरियड as
higher total interest. So that is their compounding period by we will get more interest. So अब यहाँनिर 43,680.57 छ यहाँ 43 छ यहीँनिर पनि त around 500 something को डिफरेन्स छ राइट सो अब जसले बेसी दिन्छ त्यसैले चुज गर्यो सो दिस इज हाउ दिस कम्पाउन्ड इन्ट्रेस्ट इट इज डन सो यो भयो हाम्रो एउटा अब हामी अर्को हेरौँ त्यसरी नै हामी अरू क्वेशन्स पनि सल्भ गर्नेछौँ अर्को क्वेशन छ दिस वान अल्सो आई विल नट राइट यो चाहिँ हाम्रो अब अगाडिको 1 नम्बर भयो यो अब 2 नम्बर Ritesh is a student studying in class 10. His mother deposited rupees 75,000 for 2 years at fixed deposit of bank at compound interest compounded annually for his study expenses and the compound amount at the end of the 1 year is rupees 81,000. So, हामीलाई A नम्बरमा दिएको छ for principal rupees P time T years and rate of interest R% per year. Write the formula to find yearly compound amount. So, अब हाम्रो A को आन्सर के हो त हामीलाई त यसमा फर्मुला लेख भनेको छ So the formula to find compound amount को formula छ we know that which is very simple right अब यहाँनिर मैले किन R/100 गरेँ R% किन भने त हामीले क्वेशनमा नै where rate of interest R% per year भनेर दिएको छ so rate percent or यसलाई चाहिँ हामीले यो होइन compound interest equals to P1 plus R upon 100 T गरेर लेख्यो भने पनि हुन्छ है it is same अब हामीलाई B नम्बरमा find the annual rate of compound interest offered by the bank भन्यो so हामीलाई के दिएको छ त Ritesh mother deposited rupees 75,000 भन्यो यो भयो हाम्रो principal then after for 2 years so हामीलाई टाइम पिरियड दियो 2 years in fixed deposit of a bank at compound interest compounded annually for his study expenses compound amount at the end of 1 year so अब हामीलाई अर्को दिएको छ compound amount at the end of 1 year भनेर दिएको छ हामीलाई rupees 81,000 so find annual rate of compound interest offered by the bank भनेर हामीलाई क्वेशन छ so अब हामीलाई रेट निकाल भनेर दिएको छ so compound interest को फर्मुला छ 1 plus R upon 100 T right T 1 plus R upon 100 T compound amount हामीलाई दिएको छ 81,000 principal हामीलाई दिएको छ 75,000 1 plus R upon 100 हामीलाई खोज्नै भन्यो अब टाइममा 1 किन त यहाँनिर compound interest at the end of 1 year भन्यो so हामीले टाइम पिरियड कति राख्यौं त 1 or let's solve it by calculating so 81,000 upon यो आयो हाम्रो 1.08 equals to 1 minus plus R upon 100 यो भनेको minus 1 equals to R upon 100 so यो भनेको 0.08 into 100 यो र यो minus गरेर यता आयो
यो 100 मल्टिप्लाई हुन गयो सो हाम्रो आर भनेको 8% आयो है यसरी सिम्पली वेमा हाम्रो रेट पनि आयो सो हाम्रो बी नम्बरको पनि सक्यो अब सी नम्बरमा हामीलाई दिएको छ what will be the compound amount that Ritis get at the end of the 2 years so हामीले सी नम्बरमा के भन्यो त compound amount at the end of 2 years 2 वर्षको टाइम पिरियडको इन्टरभलमा हाम्रो कम्पाउन्ड इन्ट्रेस्ट कति हुन्छ त्यो खोज भन्यो सो कम्पाउन्ड इन्ट्रेस्टको फर्मुला लगाइदिने फेरि सो कम्पाउन्ड इन्ट्रेस्टको फर्मुला लगाउँदाखेरि पी भनेको हामीलाई कति दिएको छ त 75,000 1 प्लस आर भनेर हाम्रो यहाँनिर 8% आइसकेको छ सो त्यही 8 राखिदिने अनि यहाँ टाइम हामीले त यहाँनिर क्वेसनमा नि कम्पाउन्ड इन्ट्रेस्ट एट द एन्ड अफ 2 इयर्स भनेर दिएको छ सो टाइम कति भयो त 2 इयर फेरि यसलाई क्याल्कुलेट गरिदिनु देन वी विल गेट आवर रिक्वायर्ड आन्सर 100 square into 75,000 87480 so this one is our required answer so the compound amount that Ritis will get at the end of 2 years is rupees 87,480 लेख्दियो this is our required answer so यसरी चाहिँ हामीले compound interest को गर्न सकिन्छ similarly अब अर्को क्वेशन हेरौँ so yeah question number 3 है त Kumar has deposited a certain sum in a bank. The sum will amount to rupees 14,520 in 2 years and rupees 15,972 in 3 years at a certain rate of annual compound interest. So, हामीलाई ए नम्बरमा अब compound interest भनेर define गर भनेर दिएको छ. So, this one you know that you can do it, right? So, compound interest भनेको के हो त interest calculated on the initial principal plus accumulated interest of the previous one. So अब हामीलाई बी नम्बरमा चाहिँ नि रेट अफ द कम्पाउन्ड इन्ट्रेस्ट फाइन्ड गर भनेर दियो अगाडिको त हाम्रो इजी थियो राइट किनभने अगाडिकोमा हामीलाई प्रिन्सिपल दिएको थियो टाइम दिएको थियो सिर्फ हामीले रेटहरू फाइन्ड गर्न पर्ने थियो जस्ट अब त्यसमा त हामीलाई कम्पाउन्ड अमाउन्ट पनि दिएको थियो अब यो केसमा त हामीलाई सिर्फ के दिएको छ त ए नम्बरको डेफिनेसन छ यु क्यान डु इट राइट सो बी नम्बरमा हामीलाई दिएको छ रेट अफ द कम्पाउन्ड इन्ट्रेस्ट फाइन्ड गर भनेर भन्यो सो एट द्याट टाइम वाट टु डु हामीलाई दिएको छ अमाउन्ट इन 2 इयर्स भनेर हामीलाई के दिएको छ त रुपीज 14,520 दियो सो टाइम पिरियड भनेको 2 इयर भयो Similarly, and 15,972 in 3 years. So, amount in 3 years, A3 rupees 15,972. So, time period भनेको 3 years भयो. At a certain rate of annual compound interest. So, अस्ति पनि भनेको थिए amount at the end of 2 years becomes हाम्रो यो जो अब यो अमाउन्टहरु के हुन्छ त 2 वर्षको अब एन्ड सम्म पनि हामीले पैसाहरु झिकेनौं भने चाहिँ that will become new principal that becomes principal for the third year नयाँ वर्षमा त्यो फेरि हाम्रो अमाउन्ट के हुन्छ त त्यसैमा नै गापेर एउटा नयाँ प्रिन्सिपल बन्छ सो हियर
अमाउन्ट A3 भनेको के भयो त A2 भनेको चाहिँ नि इट इज प्रिन्सिपल. सो अब कम्पेयरिङ गरे अब दुईटैले नि गरिदिउँ कम्पाउन्ड इन्ट्रेस्टको फर्मुला लगाएर A3 इक्वल्स टु A2 A2 को ठाउँमा P राख्न पाइयो 1 प्लस R अपन 100 T. सो हामीलाई अब A2 इक्वल्स टु P भनेको छ. सो A3 हामीलाई दिएको छ कति छ त 15,972. P हामीलाई A2 इक्वल्स टु P भनेको छ राइट. किनभने हाम्रो अमाउन्ट एट द एन्ड अफ द 2 years त्यो नै हाम्रो के हो त थर्ड इयरको लागि नयाँ प्रिन्सिपल हो. सो प्रिन्सिपल हामीलाई दिएको छ प्रिन्सिपलले भनेर दिएको छ हामीलाई के दिएको छ त अमाउन्ट दिएको छ फर द 2 year त्यही राखिदियो. रेट हामीलाई खोज्नु भनेको छ रेटै राखिदियो. टाइम इन्टरभल 1. सो अब यसलाई सल्भ गरिदिउँ देन वी विल गेट रिक्वायर्ड आन्सर 15,972 upon 14,520. सो हाम्रो रेट कति आयो त 10%. हामीलाई बी नम्बरमा फाइन्ड द रेट भनेर दिएको थियो. So this one also we have done. Now अब हामीलाई अर्को सी नम्बरमा दिएको छ फाइन्ड द इन्ट्रेस्ट अफ द सेम सम एट द सेम रेट फर 1 year इन्ट्रेस्ट बिङ कम्पाउन्डेड क्वार्टरली भनेर दियो राइट. सो अब यसमा सी नम्बरको लागि वाट टु डु. सो यसमा चाहिँ नि हामीलाई इन्ट्रेस्ट of the same sum at the same rate for 1 year interest being compounded quarterly भन्यो. So since after 2 years right. So 2 वर्षपछि हाम्रो के भयो त compound amount annually P 1 plus R upon 100 T. So compound amount after 2 years कति छ त हामीलाई दिएको छ 14,000 एट द इन्ड भनेर हामीलाई कति दिएको छ सिन्स 14,520. हामीले प्रिन्सिपल त दिएको छैन नि त त्यो त हामीले प्रिन्सिपल नयाँ हुन्छ भनेर मान्यो राइट. सो अब यसमा 1 प्लस आर भनेर हाम्रो कति आयो त 10%. सो 10 नै राखिदिने 10 अपन 100 अनि टाइम छ हामीलाई 2 years 2 राख्यो और 14520 equals to P into 10 upon 1.21 और P को वैल्यू कति हुने भयो त 120 upon 1. हाम्रो प्रिन्सिपल आयो रुपीज 12,000 राइट. सो हामीलाई त यहाँनिर के फाइन्ड गर्यो भनेको छ त फाइन्ड द इन्ट्रेस्ट अफ द सेम सम एट द सेम रेट फर 1 year. सो अब यसमा फाइन्डिङ इन्ट्रेस्ट फर 1 year राइट. सो अब हामीलाई यहाँनिर फर 1 year बिङ कम्पाउन्डेड क्वार्टरली भनेर दिएको छ. सो कम्पाउन्ड अमाउन्ट क्वार्टरलीको फर्मुला पनि लगाएर निकाल्नु पर्यो. यसको फर्मुला हामीलाई थाहा छ. अब हामीलाई प्रिन्सिपल आइसकेको छ 12,000 त्यही राख्यो 1 प्लस रेट हाम्रो छ यहाँनिर 10 त्यही राख्यो यहाँनिर 1 year को हामीलाई निकाल भनेको छ. सो हामीले त्यही राखिदिने राखि त दिने.
sorry, 400. 410 upon. So our answer आयो 13245.75, right? अब हामीलाई इन्ट्रेस्ट खोज भनेको छ. सो हाम्रो फर्मुला छ, इन्ट्रेस्ट निकाल्ने फर्मुला के हो त? कम्पाउन्ड अमाउन्ट माइनस प्रिन्सिपल, किनभने हाम्रो अमाउन्टको फर्मुला हो पी प्लस आई, राइट? सो ए माइनस पी भनेको नि के हो त? पी यताबाट माइनस जाँदाखेरि माइनस भएपछि हाम्रो आईको आयो, राइट? सो कम्पाउन्ड अमाउन्ट हाम्रो कति आयो त? 13,245.75 माइनस प्रिन्सिपल हाम्रो कति छ त? 12,000. सो 13245.75 minus हाम्रो आन्सर आयो 1245.75. So this is all about this compound interest. So if you have any questions, just questions त भइ नै हाल्छ, right? Because I have done here solutions only. Questions त मैले गरेको नै छैन, questions सारेको नै छैन, right? So if you need some questions or some questions to this solution, then please let me know in the comment. I will provide you questions over there. So see you in the next video. Until then, keep learning, keep practicing.